राष्ट्रिय भूकम्प सुरक्षा दिवस 2082 को नारा तलका मध्ये कुन हो? भूकम्पीय सचेतना, सुरक्षित संरचना, स्थानीय स्रोत र प्रविधि समेतको परिचालन, भूकम्प थेग्ने भौतिक संरचना निर्माण, सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी, भूकम्पबाट बच्न पूर्व तयारी हामी सबैको जिम्मेवारी। ल अब यसको सही आन्सर के हो भन्ने कुरा पनि तपाईहरुलाई म भनि नै हाल्छु है त। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी। अब यो भूकम्प दिवस त आएको छैन, तर यसको विज्ञप्ति निकालेर के भइसकेको छ त भन्दाखेरि नारा चाहिँ सार्वजनिक भइसकेको छ। राष्ट्रिय भूकम्प सुरक्षा दिवस 2082 को नारा तलका मध्ये कुन हो भनेर भनेको छ। यसको सही आन्सर चाहिँ अप्सन नम्बर सी, सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी भन्ने रहेको छ। यो भूकम्प राष्ट्रिय भूकम्प सुरक्षा दिवस चाहिँ कहिले मनाइन्छ त भन्दाखेरि प्रत्येक वर्षको माघ 2 गते मनाइन्छ। यो वर्ष पनि शुक्रबार रहेको छ, माघ 2 गते। त्यस्तै गरी यो दिवस मनाउन थालेको चाहिँ कहिलेबाट त भन्दाखेरि 2055 सालबाट चाहिँ यो राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको। किन मनाउन थालेको भन्दाखेरि 1990 माघ 2 मा गएको विनाशकारी भूकम्पबाट हामीले सिक्नुपर्ने पाठ हैन, अब हामीले के कुराहरू सुधार गर्दै लैजानुपर्छ। नेपालमा प्रत्येक वर्ष जस्तो भूकम्पको धक्काहरू महसुस गरिरहेको छौँ भन्ने कुरालाई चाहिँ अब कसरी चाहिँ हामीले भूकम्प प्रतिरोधात्मक संरचनाहरू बनाउने भन्ने अवेरनेस दिँदै यो कार्यक्रम, यो दिवस मनाउन थालिएको। अगाडि बढी क्वेशन नम्बर। लेखनाथ जन्म जयन्ती 2082 कतिौं जन्म जयन्तीको रूपमा मनाइयो? 141औं, 142औं, 143औं, 144औं। ल कमेन्ट गर्नुस्। समय समाप्त भइसकेको छ। तपाईले यसको सही आन्सर दिइसक्नु भएको छ। हेर्नुस् त यसको सही आन्सर के रहेको छ? 142औं लेखनाथ जन्म जयन्ती 2082 सम्म आउँदाखेरि 142औं पटक मनाइसकेको छ। लेखनाथ जन्म जयन्ती 2082 कतिौं जन्म जयन्तीको रूपमा मनाइयो भन्दाखेरि 142औं। अब यिनको जन्म उत्सवमा चाहिँ के गरिएको छ त भन्दाखेरि लेखनाथ साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ। यसको स्थापना कहिले गरिएको त भन्दा 2054 सालमा गरिएको। यसले प्रत्येक वर्ष के गर्छ त भन्दाखेरि पुरस्कार प्रदान गर्ने गर्छ। एउटा पुरस्कार लेखनाथ साहित्य पुरस्कार, यो कसलाई प्रदान गरियो त भन्दाखेरि घनश्याम कँडेल। त्यस्तै गरी अर्को पनि पुरस्कार प्रदान गर्छ। त्यो भनेको के हो त भन्दा लेखनाथ सांस्कृतिक पुरस्कार। यो कसलाई प्रदान गरियो त भन्दाखेरि नवराज अधिकारी। ल हेर्नुस् त यिनको उपाधि चाहिँ के हो त? कवि शिरोमणि। अगाडि बढौँ। ल क्वेशन नम्बर 3। विश्व माटो दिवस नेपालमा कहिलेदेखि मनाउन थालिएको हो? सन् 2012, सन् 2013, सन् 2014, सन् 2015।
तपाईहरुले यसको पनि सही आन्सर दिइसक्नुभयो। कोही बाँकी हुनुहुन्छ? ल कोही बाँकी हुनुहुन्छ भने फटाफट एन्सर कमेन्ट गर्ने। यसको सही आन्सर रहेको छ सन् 2015 बाट चाहिँ के गर्न थालिएको त भन्दाखेरि नेपालमा विश्व माटो दिवस मनाउन थालिएको। कहाँ त भन्दाखेरि नेपालमा। त्यसो भए विश्वमा चाहिँ कहिलेबाट मनाउन थालिएको त भन्दाखेरि सन् 2014 बाट चाहिँ यो माटो दिवस मनाउन थालिएको। माटो दिवस कहिले मनाइन्छ भन्दा डिसेम्बर 5 मा। यसको नारा पढ्नै पर्यो 2025 को लागि। 25 को लागि नारा के रहेको छ त भन्दाखेरि हेल्दी सोइल्स फर हेल्दी सिटिज है, सिटिज यसको नारा रहेको छ। यो माटो सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? माटो सम्बन्धी अध्ययन गर्ने विज्ञान पेडोलोजी भनिन्छ। हेर्नुस् त पेडोलोजी। नेपालमा कति प्रकारको माटो पाइन्छ भन्नुस् त? नेपालमा 5 प्रकारको माटो पाइन्छ। 5 प्रकारको। ती के हुन् त? बलौटे पथरिलो माटो, तलैया माटो, त्यस्तै गरी फुस्रो माटो, त्यस्तै गरी हिमाली माटो लगायतको माटोहरू चाहिँ के गर्छ त भन्दाखेरि नेपालमा पाइन्छ। अर्को क्वेशन नम्बर 4। अमेरिकाद्वारा भेनेजुएलाको कुन सहरमा आक्रमण गरेको थियो? काराकास, माराकाइबो, भ्यालेन्सिया, बार्सिलोना। सही आन्सर कमेन्ट गरौँ। आजको प्रश्नहरू सबै के छन् त भन्दाखेरि समसामयिकसँग सम्बन्धित छन्। तपाईहरुलाई मैले हरेक आइतबार समसामयिक प्रश्नहरू मात्र लिएर आउँछु। यो काराकास भनेको के हो त भन्दाखेरि भेनेजुएलाको राजधानी हो। राजधानी यहाँनिर सन् 2026 जनवरी 3 को दिन के भएको थियो त भन्दाखेरि अमेरिकाले आक्रमण गरेको थियो र यो भेनेजुएलाको राष्ट्रपति को त भन्दाखेरि निकोलस मदुरो अथवा मादुरो है, यो प्रोनाउन्समा भर पर्छ। मादुरोलाई के गरेको थियो त भन्दाखेरि किडन्याप गरेर अमेरिका लगेको थियो। क्वेशन नम्बर 5। नेपालमा हात्ती सुन्दरी प्रतियोगिता कहिलेदेखि सञ्चालन हुन थालेको हो? सन् 2005, सन् 2010, सन् 2015, सन् 2020। समय सक्यो। तपाईहरुले यसको पनि सही आन्सर दिइसक्नु भयो। यसको सही आन्सर नमिलाउने साथीहरू कमै हुनुहुन्छ होला है। यसको सही आन्सर रहेको छ सन् 2010 बाट नेपालमा हात्ती पोलो यानी कि हात्ती सुन्दरी प्रतियोगिता सञ्चालन हुन थालेको। यो कहाँ हुन्छ त भन्दाखेरि चितवनमा हुन्छ। चितवनको कुन ठाउँमा त भन्दाखेरि सौराहामा हुन्छ है। यो वर्ष कहिले भएको थियो त भन्दाखेरि विक्रम सम्वत 2082 साल मङ्सिर पौष 11 गतेदेखि है। यो डेट तपाईहरुलाई आवश्यक छैन, मैले त्यतिकै लेखिदिएको हो। 11 गतेदेखि 13 गतेसम्म चाहिँ यो के भएको थियो त भन्दाखेरि प्रतियोगिता भएको थियो। यसको पहिलो विजेता हात्ती चाहिँ को हो त भन्दाखेरि विजेता हात्ती हो पुनम कली। अब यो तपाईहरुलाई आवश्यक त छैन, तर यसले कति अङ्क प्राप्त गरेको थियो त भन्दाखेरि कुल 250 अङ्क प्राप्त गरेर पहिलो स्थान हासिल गरेको थियो। यसरी नेपालको सौराहामा हात्ती सुन्दरी प्रतियोगिता भएको कतिौं पटक भयो त भन्दाखेरि 19औं पटक नेपालमा हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भइसकेको छ। नेपाल पन्छी संरक्षण सङ्घले
नेपालमा कति प्रजातिको चरा फेला पारेको तथ्य सार्वजनिक गरेको छ? 902, 903, 904, 905। यसको सही आन्सर कति रहेको छ? 903 रहेको छ। हालसालै है नेपालमा हालसालै शैक्षिक भ्रमणमा गएको, यो अब तपाईहरुलाई आवश्यकता होइन, मैले यतिकै लेखिदिएँ, शैक्षिक भ्रमणमा गएका टोलीहरूले चाहिँ विक्रम सम्वत 2082 साल असोज 29 गते सुर्खेतको बुलबुले ताल आसपासमा के गरेको हो त भन्दाखेरि 903 तीनौं चरा चाहिँ भेटेको। जुन चराको नाम चाहिँ के हो त भन्दाखेरि रातो कण्ठे डुबुल्की। जुन चरा चाहिँ कतिौं चरा हो त भन्दाखेरि 903। अब यस्तो कुराको जानकारी कहाँ दिन्छ, कसरी चाहिँ यो कुरालाई भेरिफाई गर्ने भन्दाखेरि चाहिँ यस्तो कुराहरूको जानकारी चाहिँ नेपाल पन्छी संरक्षण सङ्घले चाहिँ के गर्छ त भन्दाखेरि प्रदान गर्छ। यो भन्दा अगाडि 902 प्रजातिको चरा चाहिँ कुन थियो त भन्दाखेरि साइबेरियन राजपुत्रिका थियो है। यो चरा मिति त अब तपाईहरुलाई सोध्दैन, त्यही पनि तपाईहरुको जानकारीको लागि चाहिँ राख्नुस्। यो चरा 2082 साउन कति गते त 6 गते फेला परेको थियो हैन। र अर्को चरा चराहरु सम्बन्धी अध्ययन गर्ने एपको नाम चाहिँ के हो त भन्दाखेरि लेख्नुस् त, चराहरु सम्बन्धी अध्ययन गर्ने एपको नाम लेख्नुस् यहाँ, छिमेकी चरा। ल क्वेशन नम्बर 6 को सही आन्सर मिलाउने साथीहरु 76% हुनुहुन्छ। रबिन, मनोज, ममता, सुस्मिता, आयुष र टप 15 मा पर्नु भएको सबैजना साथीहरुलाई धेरै धेरै शुभकामना। ल अर्को क्वेशन नम्बर 7। नेपालसँग मौरिसससँग नेपालले दोहोरो करमुक्त सम्झौता खारेज भएको सूचनाको जानकारी मौरिससलाई कहिले पठाएको थियो? कहिले छुटेछ, कहिले पठाएको थियो? 2082 असोज 15, 2082 कार्तिक 15, 2082 मङ्सिर 24, 2082 पौष 10। ल सही आन्सर कमेन्ट गर्नुस् त। सक्यो, समय सक्यो। यहाँहरुले यसको सही आन्सर दिनुभयो। ल अब यसको तपाईहरुले सही आन्सर पक्कै पनि दिइसक्नु भयो है। अब यो तपाईहरुलाई नेपाली डेट भन्दा पनि अलिकति इंग्लिश डेट सोध्न सक्छ महानुभाव गुरुवर्गहरु, किनभने मौरिसस यो विदेशी राष्ट्र भएको कारणले गर्दा नेपाली डेट भन्दा पनि यसमा इंग्लिश डेट तपाईहरुलाई अलिकति महत्त्वपूर्ण होला। करमुक्त सम्झौता खारेज, यति मात्रै, दोहोरो करमुक्त सम्झौता खारेज कहिले भएको त भन्दाखेरि यो 2000, मैले इंग्लिश डेट लेखेँ 25 अक्टोबर 29 मा चाहिँ के भएको त भन्दा खारेज भएको। यो नेपाली डेट अनुसार चाहिँ कहिले पर्छ त भन्दाखेरि कार्तिक 12 गते पर्छ है। यो कहिलेको त 2082 सालको। र यसको जानकारी, यो खारेज भएको सूचनाको जानकारी चाहिँ मौरिससलाई कहिले दिएको त भन्दाखेरि 2025 डिसेम्बर 10 मा चाहिँ प्रदान गरेको, जुन नेपाली डेट अनुसार कहिले पर्छ त भन्दा 2082 मङ्सिर कति गते त मङ्सिर 24 गते पर्छ। अब नेपालसँग यो दोहोरो करमुक्त सम्झौता गर्ने राष्ट्र 11 वटा थियो। 11 वटा राष्ट्रमा मौरिससलाई खारेज गरिसकेपछि चाहिँ के भयो त भन्दाखेरि नेपालसँग 10 वटा मात्र राष्ट्रहरू बाँकी रहे। अब यो मौरिसससँग कहिले यसले सम्झौता गरेको थियो नेपालले भन्दाखेरि 1999 अक्टोबर
अक्टोबर 3 मा चाहिँ के गरेको थियो त भन्दाखेरि सम्झौता गरेको थियो। कुरो बुझ्नुभयो? अब यसलाई के पनि भनिन्छ भन्दाखेरि अर्को यहाँ लेखेँ मैले DTAA पनि भनेर भनिन्छ। यो भनेको यसको फुल फर्म के हो त? फुल फर्म कहाँ लेखौँ? फुल फर्म यहाँ लेख्छु। हेर्नुस् त DTAA लेख्नुस् त डबल ट्याक्सेसन अभोइडेन्स एग्रिमेन्ट ल। NPL नेपाल प्रिमियर लिग सिजन 2 मा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी को हुन्? सन्दीप लामिछाने, एडम रोसिङटन, भीम सार्की, शाहबल आलम। ल हेर्नुस् त नेपाल प्रिमियर लिग साहब आलमले के गरेका थिए त भन्दाखेरि पहिलो ह्याट्रिक विकेट लिएका थिए। नेपाल प्रिमियर लिग सिजन 2 कहिले सञ्चालन कहिले भएको हो त? यसको खेल सञ्चालन कहिले भएको हो भन्नुस् त? 2082 मङ्सिर 1 गतेदेखि कति गतेसम्म त भन्दाखेरि 27 गतेसम्म 32 वटा खेल 8 वटा टिम 32 वटा खेल है 8 वटा टिमले के गरेका हुन् त? खेलेका हुन् हो। अब यसको विजेता तपाईहरुलाई थाहा छँदैछ लुम्बिनी लायन्स हैन। यसको उपविजेता तपाईहरुलाई थाहा छँदैछ सुदूरपश्चिम रोयल्स। सन्दीप लामिछाने सबैभन्दा धेरै विकेट लिने के लिने विकेट कतिवटा विकेट लिएका थिए त भन्दा 17 वटा विकेट लिएका थिए सन्दीप लामिछानेले। एडम रोसिङटन यो एडम रोसिङटन एउटा यस्तो मान्छे हो जसले चाहिँ के गरेको थियो त भन्दाखेरि NPL मा सबैभन्दा धेरै रन बनाएको थियो। सबैभन्दा धेरै रन है म गलत छुइनँ भने 323 रन हो। मलाई यो चाहिँ कमेन्ट गरिदिनुस् त कति रन हानेको त्यो चाहिँ ट्याक्क कमेन्ट गरिदिनुस् त। एडम रोसिङटन एउटा त्यस्तो प्लेयर हो जसले सबैभन्दा धेरै रन बनाए र यिनले के पनि गरे त भन्दाखेरि शतक पनि पुरा गरे। शतक पुरा गर्ने चाहिँ जम्मा 2 जना खेलाडीहरू छन्। 2 जनामा एकजना एडम रोसिङटन भयो, अर्को चाहिँ के हो त मार्क वाट यिनले पनि के गरेका हुन् त शतक हानेका हुन्। त्यस्तै गरी भीम सार्की चाहिँ के हुन् त भन्दाखेरि भीम सार्कीले चाहिँ सबैभन्दा छोटो समयमा यानी कि सबैभन्दा कम बलमा अर्धशतक पुरा गरेको। सबैभन्दा कम बलमा यिनले कति बलमा त भन्दाखेरि 19 बलमा 50 रन पुरा गरेको है। ल अर्को यहाँनिर ह्याट्रिक विकेट लिने खेलाडी एउटा साहब आलम भए र अर्को चाहिँ को हुन् त भन्दाखेरि लुम्बिनी लायन्सका क्याप्टेन रोहित पौडेल। अब यिनको चाहिँ यो इतिहासै रचिएला किनभने फाइनल खेलमा यिनले ह्याट्रिक प्रहार गरेको हो है। सुदूरपश्चिम र लुम्बिनी लायन्सको फाइनल खेलमा यिनले ह्याट्रिक विकेट लिएका हुन्। अभयारण्य क्षेत्र घोषणा भएका जिल्ला तलका मध्ये कुन सही छ? बर्दिया, सुनसरी, चितवन, मुगु। हेर्नुस् त मत्स्य अभयारण्य क्षेत्र घोषणा भएको जिल्ला तलका मध्ये कुन हो? 2 वटा जिल्लाहरू रहेको छ। कतिवटा? 2 वटा जिल्लाहरू रहेका छन्। 2 वटा जिल्ला ती के हुन् त भन्दाखेरि एउटा कैलाली र अर्को कुन हो त भन्दाखेरि अर्को बर्दिया। यो पहिलो हो हैन, पहिलो हो। यो भन्दा अगाडि कुनै पनि भएको थिएन। यसको घोषणा कहिले भएको त भन्दाखेरि 2082 पौष 25 गते चाहिँ यसको के भएको त घोषणा भएको। यो बर्दियाको र कैलालीको चाहिँ के त भन्दा टिकापुर। यसको मुख्य काम भनेको चाहिँ अब यहाँबाट भुडहरू के भन्छ त्यसको माछाका ती बच्चाहरू उत्पादन गर्ने चाहिँ मुख्य काम रहनेछ। T20 विश्वकपको ट्रफी टुरको शुभारम्भ कहाँबाट भएको? मुम्बई, कोलम्बो, एडम्स ब्रिज, दुबई। ल
साथीहरू यसको पनि तपाईँहरूले सही आन्सर दिइसक्नुभयो। यसको सही आन्सर के रहेको छ? एडम्स ब्रिज रहेको छ। यो एडम्स ब्रिज पर्छ चाहिँ कहाँ भन्दाखेरि भारत र श्रीलङ्काको बीचमा पर्छ। यसलाई अर्को भाषामा के भन्छ त भन्दाखेरि सेतु, राम सेतु है, सेतु। अब तपाईँले इतिहासमा यो पढ्नु नै भयो होला। राम सेतु भनेको चाहिँ रामले चाहिँ लङ्का जानको लागि त्यो हनुमानले समुद्रमा बनाइदिएको ब्रिजलाई के भनिन्छ त भन्दा राम सेतु भनिन्छ। यो एडम्स ब्रिजमा पर्छ, यसलाई एडम्स ब्रिज पनि भनिन्छ। अब यो तपाईँको विश्वकपको ट्रफी पहिलो पटक नेपालमा आएको है, पहिलो पटक। योभन्दा अगाडि चाहिँ के को आएको थियो त भन्दा ओडिआई को आएको थियो। ओडिआई को ट्रफी नेपाल आएको थियो। यो पटक विश्वकपको ट्रफी नेपाल टुरमा आएको छ। अब यो नेपाल टुरमा आएको डेटहरू चाहिँ तपाईँले फरक फरक भेट्नुहुन्छ। 2026 जनवरी 5 देखि यो डेट काहीँ पनि सोध्ने पनि होइन, तपाईँलाई फर्दर जानकारीको लागि मात्रै हो। 5 देखि जनवरी 7 सम्म नेपालमा टुर गर्ने भनेको हो हैन। अब यो हिसाबले हेर्ने हो भने चाहिँ कति दिन भयो त भन्दाखेरि 3 दिन भयो। यो होस्ट गर्ने राष्ट्र चाहिँ कतिवटा छ त भन्दाखेरि 2वटा छ। एउटा श्रीलङ्का हो र अर्को के हो त भारत हो। 2वटा राष्ट्रले होस्ट गर्दैछ। यसमा नेपालले पनि प्रतिनिधित्व गर्दैछ। यो खेल कहिलेबाट सुरु हुन्छ त भन्दाखेरि 2026 फेब्रुअरी 7 बाट सुरु भएर मार्च कतिसम्म जान्छ त भन्दा मार्च 8 सम्म चाहिँ यो खेल भारत र श्रीलङ्काका विभिन्न स्टेडियमहरुमा हुन्छ। इङ्ल्यान्ड हो र होइन होला। विश्व बाघ दिवस कहिले पर्छ? जुन 5, मे 22, मार्च 3, जुलाई 29। ल सही आन्सर कमेन्ट गर्नुस् त। विश्व बाघ दिवस जुलाई 29 मा पर्छ। त्यसो भए 2025 को लागि नारा के रहेको छ त भन्दा सेभ टाइगर्स, सेभ नेचर्स ब्यालेन्स नारा रहेको छ। अब यो क्वेशन किन महत्त्वपूर्ण छ भन्दाखेरि नेपालमा अहिले 2082 साल पौष 1 गतेदेखिको फागुनसम्म के हुँदैछ त भन्दाखेरि बाघ गणना हुँदैछ। बाघ गणना हुँदैछ। यो बाघ गणना प्रत्येक 4 वर्षमा, प्रत्येक 4 वर्षमा के हुन्छ त भन्दाखेरि गणना हुन्छ। हाल नेपालमा बाघको संख्या कति रहेको छ? हाल नेपालमा बाघको संख्या 355 वटा रहेको छ हैन। अब बाघ गणना हुँदैछ। बाघ गणना हुनु बित्तिकै, बाघको गणना सकिनु बित्तिकै के को गणना हुन्छ त भन्दा गैंडाको गणना हुन्छ। नेपालमा बाघ पाइने अब प्रख्यात के रे राष्ट्रिय निकुञ्ज भनेको चितवन राष्ट्रिय निकुञ्ज हो हैन। त्यसपछि अब बर्दिया भयो, बाँके राष्ट्रिय निकुञ्ज लगायतका राष्ट्रिय निकुञ्जहरुमा बाघको गणना हुन्छ। अब यो तपाईको जुन 5 मा के पर्छ त भन्दाखेरि विश्व वातावरण दिवस, विश्व वातावरण दिवस। अब यो विश्व वातावरण दिवस 2025 को नारा बीट प्लास्टिक पल्युसन हो। त्यस्तै गरी मार्च 3 मा के पर्छ त भन्दा विश्व वन्यजन्तु दिवस पर्छ। अब यो मार्च 3 मा परेको विश्व वन्यजन्तु दिवसको 2025 को नारा चाहिँ के रहेको छ त भन्दाखेरि फाइनेन्सिङ वाइल्ड लाइफ कन्जर्भेसन, इन्भेस्टिङ इन द पिपुल एन्ड इन द प्लानेट। कुरो बुझ्नुभयो? यो विश्व वन्यजन्तु दिवसको चाहिँ के हो त नारा। त्यसै गरी अर्को यहाँनिर छ मे 22। यो मे 22 मा चाहिँ के पर्छ त भन्दाखेरि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। ल मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान कहिलेबाट सुरु भएको थियो? 2076 पुस 11, 2076 पुस 15, 2076 पुस 21,
2076 पुस 29। ल सही एन्सर कमेन्ट गर्नुहोस्। साथीहरूले यसको सही एन्सर दिइसक्नु भएको छ। यसको सही एन्सर रहेको छ 2076 पुस 29 गते। मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान आज चलेको अभियान होइन, यो कहिले चलेको? 2076 पुस 29 गते। अब तपाईँहरूको नेपाल सरकारले पहिलो पटक राष्ट्रिय च्याउ दिवस कहिले मनाउने निर्णय गरेको? राष्ट्रिय च्याउ दिवस कहिले मनाउने निर्णय गर्यो त भन्दाखेरि 2082 पुस 15 गते पहिलो पटक सरकारले घोषणा गरेको। यो सरकारले 15 गते च्याउ दिवस मनाउने भनेर निर्णय चाहिँ कहिले गरेको त? मन्त्री परिषदको निर्णय कहिले त? मन्त्री परिषदको निर्णय कहिले गरेको? विक्रम सम्वत 2082 पौष 11 गते चाहिँ के गरेको हो त भन्दाखेरि निर्णय गरेको। नेपालमा च्याउ व्यावसायिक रूपमा च्याउ खेती गरिने जिल्लाहरू कतिवटा रहेको छ त भन्दा 35 वटा जिल्लाहरू चाहिँ के रहेको छ त नेपालमा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। कुरो बुझ्नुभयो? अब यो हिसाबले यो 76 बाट हेर्ने हो भने 76, 70, 78, 79, 80, 81, 82 सम्म आउँदाखेरि यो च्याउ दिवस कतिऔं च्याउ दिवस हुन आउने रहेछ त भन्दाखेरि कतिऔं? यो अभियानदेखि गन्ने हो भने 7औं हुने रहेछ। कुन अभियानदेखि गर्नु पर्यो? राष्ट्रिय च्याउ जागरण अभियान 2076 देखि गर्नु पर्यो। आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालमा प्रति व्यक्ति वन क्षेत्र कति हेक्टर छ? 0.1 हेक्टर, 0.2 हेक्टर, 0.3 हेक्टर, 0.4 हेक्टर। ल कमेन्ट गर्नुहोस्। ठ्याक्कै कति हेक्टर? 0.2 हेक्टर। आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालमा प्रति व्यक्ति वन क्षेत्रले नेपालको कति क्षेत्रफल ओगटेको छ त भन्दाखेरि 46.08% क्षेत्रफल ओगटेको छ। यसलाई नेपालको जनसङ्ख्याले भाग गर्ने हो भने कति क्षेत्रफल आउने रहेछ त भन्दाखेरि 0.2 क्षेत्रफल चाहिँ आउने रहेछ। त्यसो भए रुखको सङ्ख्या चाहिँ कति त भन्नुस् त? प्रति व्यक्ति रुखको सङ्ख्या 111 वटा रहेको छ। हेर्नुस्, नेपालमा मेरो 111 वटा रुख छ। नेपालमा राष्ट्रिय झण्डा दिवस कहिलेदेखि मनाउन थालिएको हो? 2075, 2076, 2077, 2078। कहिलेबाट त? 2075 सालबाट यो के गर्न थालिएको हो त भन्दाखेरि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको। तर नेपालमा झण्डा बनेको चाहिँ फेरि कहिले हो त भन्दाखेरि, अथवा नेपालमा झण्डा इन्ट्रोड्युस भएको चाहिँ कहिले हो त? पौष 1 गते। हेर्नुस् त, 2019 पौष 1 गते नेपालमा झण्डा इन्ट्रोड्युस भयो र नेपालमा 2075 सालबाट मात्र के गर्न थालियो त भन्दाखेरि राष्ट्रिय झण्डा तथा पोशाक है पोशाक दिवस कहिले मनाइन्छ त भन्दा एकै दिन मनाइन्छ, पौष 1 गते मनाइन्छ। अब यो झण्डाको निर्माता डिजाइनर चाहिँ को हुन् त भन्दाखेरि डिजाइनर को हुन् साथीहरू? शङ्कर प्रसाद रिमाल। यिनले नेपालको झण्डा के गरेका हुन् त भन्दाखेरि निर्माण गरेका हुन्। ल अब यसरी हेर्ने हो भने 2075 बाट स्टार्ट भयो भनेर हेर्ने हो भने यो राष्ट्रिय झण्डा दिवस कति हो त भन्दाखेरि 8औं राष्ट्रिय झण्डा दिवस हो। कसरी हेर्नु पर्यो भन्दाखेरि यो तपाईको ह्यापी बर्थडे हो, ल ह्यापी बर्थडे 2075 सालबाट मनाउन थालेको हिसाबले हेर्ने हो भने चाहिँ। आजको लागि मसँग अन्तिम प्रश्न रहेको छ, प्रश्न नम्बर 15 राखौँ है। ल प्रश्न नम्बर 15, नाटो सम्मेलनको 35औं शिखर सम्मेलन कुन देशमा सम्पन्न भएको? बेल्जियम, स्विडेन, नेदरल्यान्ड, टर्की। एक हप्ताभरिको समसामयिक जान्न मन लागेको छ भने एकैचोटि ऱ्यापिड फायर सेसनमा आउने। सकेसम्म हामीले यहाँनिर
सबै समसामयिकलाई चाहिँ कभर गर्ने कोसिस गर्नेछौँ। कुरो बुझ्नुभयो? अब तपाईँहरूको यसको समसामयिक यसको पिडिएफ चाहिँ म कहाँ राखिदिन्छु त भन्दा मेरो फेसबुक पेजमा राखिदिन्छु है, सागर श्रेष्ठ। मेरो फेसबुक पेजबाट तपाईँहरूले यो समसामयिकको पिडिएफ लिन सक्नुहुन्छ। ट्याक्कसँगले सुरक्षित गरेर राख्ने। हेग, कहाँ त? नाटो सम्मेलन 35औं शिखर सम्मेलन कहाँ भएको त? नेदरल्यान्डको हेगमा भएको। यो कहिले? 2025 जुन 24 र 25 मा चाहिँ सम्पन्न भएको। यो नाटो नर्थ एबाट एटलान्टिक, टीबाट ट्रिडी, ओबाट अर्गनाइजेसन। यसको स्थापना कहिले भयो? स्थापना 1949 अप्रिल 4 मा यसको स्थापना भएको। यसको सदस्य राष्ट्र अहिलेसम्म कतिवटा छ? 32 वटा सदस्य राष्ट्रहरू छ। त्यो 32औं राष्ट्र चाहिँ कुन हो त भन्दाखेरि स्विडेन हो हैन। स्विडेनले कहिले सदस्यता लिएको? 2024 मार्च कतिमा त? मार्च 7 मा चाहिँ यसले 32औं राष्ट्रको रूपमा सदस्यता लिएको। त्यस्तै गरी मिल्दैन हजुर। बेल्जियम चाहिँ के हो त भन्दाखेरि यसको प्रधान कार्यालय हो, कार्यालय। ल, बेल्जियमको कहाँ त भन्दाखेरि ब्रसेल्समा चाहिँ यसको के छ त? प्रधान कार्यालय छ।